नेपालमा एकजना क्वालिफाइड नर्स बन्न कति समय लाग्ला? खासमा यो पुरै यात्रा 3 वर्षको हुन्छ, तर त्यो 3 वर्षको यात्रा आखिर हुन्छ कस्तो? आज हामी यही विषयमा कुरा गर्दैछौँ। नेपालको स्वास्थ्य सेवाको जग मानिने नर्सिङ पाठ्यक्रमको अफिसियल ब्लुप्रिन्टलाई अलि नजिकबाट हेरौँ न। हो, जम्मी 3 वर्ष। सोच्नुस् त, यो छोटो समयमा एकजना विद्यार्थीलाई थ्योरेटिकल नलेजदेखि लिएर प्र्याक्टिकल स्किल्स सबै कुरामा पोख्त बनाएर एउटा दक्ष नर्स बनाउनु यो पक्कै पनि एउटा ठूलो चुनौती हो। यात्रा छोटो देखिए पनि नेपालको हेल्थ सिस्टमको लागि यसको महत्त्व कति गहिरो छ भन्ने कुरा हामी कल्पना गर्न सक्छौं। अब यो पाठ्यक्रमको लक्ष्य के हो त? त्यो कुरा यसको आफ्नै डिस्क्रिप्सनमा एकदमै क्लियर छ। यसको उद्देश्य टेक्निकल स्किल्स मात्र सिकाउने होइन, बरु रोग लाग्ने नदिने अवस्थादेखि लिएर बिरामीको ट्रिटमेन्ट अनि रिहेबिलिटेसनसम्म, मतलब पुरै होलिस्टिक केयरको जिम्मेवारी लिन सक्ने इन्डिपेन्डेन्ट र कम्पिटेन्ट नर्सहरू तयार पार्नु हो। र उनीहरू नेपालको जुनसुकै कुना काप्चामा गएर पनि सेवा दिन सक्ने हुनु पर्यो। यो कुरा बुझ्न एकदमै जरुरी छ कि यो कुनै एउटा कलेजले बनाएको सिलेबस मात्र होइन है। यो त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अर्थात् CTVTले बनाएको एउटा नेशनल स्ट्र्याटेजी हो। यसको मूल लक्ष्य नै देशको स्वास्थ्य नीतिलाई एकदमै ग्रासरुट्स लेभलबाटै बलियो बनाउँदै लैजानु हो। ल, त्यसो भए यो महत्त्वपूर्ण यात्रामा कसले भाग लिन पाउँछ त? अनि उनीहरूलाई गाइड गर्ने कोर फिलोसफी चाहिँ के हो? आउनुहोस्, यसको जग कस्तो छ त्यहीबाट सुरु गरौँ। अब हेर्नुहोस्, नर्सिङ जस्तो सेन्सिटिभ प्रोफेसनमा छिर्न त्यति सजिलो त पक्कै छैन। यहाँ देखाइएको एन्ट्री क्राइटेरिया हेर्दा नै थाहा हुन्छ। SCEमा कम्तीमा GPA 2.0 ल्याउन पर्यो, अनि म्याथ, इङ्ग्लिस र साइन्समा C ग्रेड त चाहियो नै। त्यसमाथि CTVTले लिने एन्ट्रेन्स एक्जाम पनि पास गर्नुपर्छ। यो कडा मापदण्डले के सुनिश्चित गर्छ भने जो साँच्चै डेडिकेटेड र केपेबल छन् उनीहरूले मात्र यो यात्रामा अघि बढ्ने मौका पाउँछन्। यो पुरै कार्यक्रमको मुटु, यसको कोर फिलोसफी भनेको यही कन्सेप्ट हो। यहाँ राम्ररी हेर्नुहोस् त, सेन्टरमा व्यक्ति अर्थात् पर्सनलाई राखिएको छ, रोगलाई होइन। यो फिलोसफीले के भन्छ भने नर्सको काम बिरामीको उपचार गर्नु मात्र होइन, बरु त्यो व्यक्ति, उसको परिवार, समाज र उसको वातावरण, यी सबै बीचको सम्बन्धलाई बुझेर उसको समग्र स्वास्थ्यमा ध्यान दिनु हो। ल, अब यो दर्शनको पहिलो पिलर हो, व्यक्ति। पाठ्यक्रमले व्यक्तिलाई कसरी हेर्छ भने ऊ एउटा यस्तो कम्प्लेक्स सिस्टम हो जसले भित्र र बाहिरबाट आउने स्ट्रेसहरूसँग निरन्तर जुधिरहेको हुन्छ। भन्नुको मतलब हाम्रो स्वास्थ्य कस्तो हुन्छ भन्ने कुरा हामीले तनावलाई कसरी म्यानेज गर्छौं भन्ने कुरामा धेरै हदसम्म निर्भर गर्छ। त्यसपछि आउँछ वातावरण वा एन्भाइरोन्मेन्ट। अब वातावरण भन्नाले बाहिरको मौसम वा हावापानी मात्र होइन है। हाम्रो परिवारको साथ कस्तो छ, समाजले कत्तिको सहयोग गर्छ, हाम्रो आफ्नै मेन्टल स्टेट कस्तो छ, यी सबै कुराले हाम्रो स्वास्थ्यमा सिधै असर पारिरहेको हुन्छ र एक नर्सले यी सबै पक्षमा ध्यान दिनुपर्छ। तेस्रो कन्सेप्ट हो स्वास्थ्य अर्थात् हेल्थ। हेल्थ भनेको बिरामी नहुनु मात्रै होइन, यो त एउटा डाइनामिक स्टेट हो जहाँ हामी जीवनमा आउने स्ट्रेसहरूसँग लगातार एडजस्ट गर्दै आफ्नो पोटेन्सियलको म्याक्सिमम उपयोग गरिरहेका हुन्छौं। यो एकपटक पाएर सकिने चिज होइन, यो त एउटा निरन्तरको यात्रा हो। अनि अन्त्यमा नर्सिङको भूमिका के त? नर्स भनेको एउटा गाइड जस्तै हो, जसले व्यक्तिलाई स्ट्रेससँग एड्याप्ट गर्न र जीवनमा फेरि ब्यालेन्स कायम गर्न मद्दत गर्छ। यो भनेको खालि औषधि दिने काम मात्रै होइन, यो त मानिसलाई सन्तुलनमा ल्याउने एउटा विज्ञान नै हो। ल, यो त भयो फिलोसफीको कुरा। अब यसलाई प्र्याक्टिकल रूपमा कसरी लागू गरिन्छ त? आउनुहोस्, यो 3 वर्षको यात्राको हरेक स्टेपलाई नजिकबाट हेरौँ, फाउन्डेसनदेखि स्पेशलाइजेसनसम्म। यो यात्रा एकदमै लजिकल तरिकाले अगाडि बढ्छ। पहिलो वर्षमा नर्सिङको बेस यानि कि फन्डामेन्टल्स अफ नर्सिङ र बेसिक साइन्सको जग बसालिन्छ। दोस्रो वर्षमा आएपछि वयस्क र वृद्धहरूको हेरचाहमा फोकस गरिन्छ। अनि तेस्रो वर्षमा पुग्दा मिडवाइफरी र बाल स्वास्थ्य जस्ता स्पेशलाइज्ड एरियामा एक्सपर्ट बन्ने बाटो खुल्छ। यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने त्यो हो प्र्याक्टिकल आवर्स। पहिलो वर्षमा 840 घण्टा, दोस्रोमा 1001 घण्टा र तेस्रो वर्षमा त 1022 घण्टा। यो नम्बरले के देखाउँछ? यसले देखाउँछ कि यो पाठ्यक्रम किताब पढेर मात्र पास हुने खालको होइन। यसको मुख्य जोड त रियल पेशेन्टसँग काम गरेर ह्यान्ड्स अन स्किल विकास गर्नुमा छ। यो चार्टले त्यही कुरालाई अझै छर्लङ्ग पार्छ।
हेर्नुस् त, हरेक वर्ष थ्योरीको तुलनामा प्र्याक्टिकल आवर्सको ग्राफ कसरी माथि गएको छ। यसको सिधा मतलब के हो भने विद्यार्थीहरूले जति धेरै सिक्दै जान्छन् उनीहरूलाई त्यति नै बढी रियल क्लिनिकल रेस्पोन्सिबिलिटी दिइन्छ, जसले गर्दा उनीहरूको कन्फिडेन्स र कपेसिटी दुवै बढ्छ। ल, अब यति धेरै सिकेपछि विद्यार्थीहरूको इभ्यालुएसन कसरी हुन्छ अनि उनीहरूले पालना गर्नुपर्ने प्रोफेसनल स्ट्यान्डर्ड्सहरू के हुन्? अब त्यतातिर लागौँ है। यहाँ इभ्यालुएसन भनेको वर्षको अन्तिममा एकपटक परीक्षा दिएर सकिने कुरा होइन। यो त एउटा कन्टिन्युअस प्रोसेस हो। एकातिर रेगुलर इन्टर्नल एसेसमेन्टहरू भइरहन्छन् जसले विद्यार्थीहरूलाई सधैँ प्रिपेयर्ड रहन मद्दत गर्छ। अर्कोतिर सिटिभिटीले लिने फाइनल एक्जाम छँदैछ। यो इन्टर्नल एसेसमेन्टले नै फाइनल एक्जामको लागि बलियो जग बनाइदिन्छ। 50% यो नम्बर एकदमै महत्त्वपूर्ण छ। थ्योरी एक्जाममा जे जस्तो भए पनि जब कुरा प्र्याक्टिकल स्किल्सको आउँछ, जहाँ बिरामीको जीवन जोडिएको हुन्छ, त्यहाँ 50% भन्दा कम ल्याएर पास हुन सकिँदैन। यो मिनिमम स्ट्यान्डर्डले पेशेन्ट सेफ्टीलाई सबैभन्दा माथि राख्छ भन्ने कुरा स्पष्ट पार्छ। एउटा नर्सको लागि टेक्निकल स्किल जति महत्त्वपूर्ण छ नि, उसको डिसिप्लिन र एथिक्स पनि त्यति नै, सायद त्योभन्दा पनि बढी महत्त्वपूर्ण हुन्छ। यहाँ देखाइएका कडा नियमहरूले के सुनिश्चित गर्छन् भने यो प्रोफेसनमा आउने मान्छेहरू अनेस्ट र ट्रस्टवर्थी हुनै पर्छ, किनभने आखिरमा बिरामीले आफ्नो जीवन नै त नर्सको हातमा सुम्पिएको हुन्छ। ल, अब हामी यो यात्राको गन्तव्यमा आइपुगेका छौँ। यति धेरै मेहनतपछि ग्रेजुएट्सले के पाउँछन्? उनीहरूको भविष्य कस्तो देखिन्छ? आउनुहोस् अब त्यो हेरौँ। 3 वर्षको अथक मेहनत, रात-दिनको पढाइ र अनगिन्ती घण्टाको प्र्याक्टिकल अभ्यास, यी सबैपछि विद्यार्थीहरूले नर्सिङमा प्रवीणता प्रमाणपत्र तह हासिल गर्छन्। यो एउटा कागजको टुक्रा मात्रै होइन, यो उनीहरूको डेडिकेसनको प्रतीक हो र प्रोफेसनल लाइफको ढोका खोल्ने चाबी पनि। अनि यो प्रमाणपत्र हात परेपछि उनीहरूको लागि थुप्रै बाटाहरू खुल्छन्। उनीहरू स्टाफ नर्सको रूपमा काम गर्न एलिजिबल हुन्छन्, नेपाल नर्सिङ काउन्सिलमा आफ्नो नाम दर्ता गर्न पाउँछन् र यदि अझै पढ्ने इच्छा भए ब्याचलर अफ नर्सिङ पढ्न पनि योग्य हुन्छन्। मतलब यो यात्राको अन्त्य होइन, यो त सेवाको एउटा नयाँ यात्राको सुरुवात हो। र अन्त्यमा एउटा प्रश्न सोचेर यो चर्चालाई टुङ्ग्याउँ। एउटा देशको स्वास्थ्यलाई साँच्चीकै जगैदेखि बलियो बनाउन के चाहिन्छ होला? सायद यसको जवाफ यस्तै वेल डिजाइन, प्र्याक्टिकल र फिलोसफीमा आधारित करिकुलमहरूमा लुकेको छ, जसले देशको हरेक गाउँ र शहरमा कम्पिटेन्ट र डेडिकेटेड हेल्थ वर्कर्स तयार पार्छ।